हेलो एभ्रिवान, फ्याफुल एन्ड टेस्टले भन्दै सम्पूर्णमा आज चाहिँ यहाँ भक्का बेच्दै रहेछ है। यहाँनिर चाहिँ संसारैमा चाहिँ बिहान 7 बजे। अन्त म चाहिँ पूजाको लागि यहाँनिर हामीलाई यता लामालाले सामदेन लामालाले यहाँ बस्दै गर्नुहोस् संसारैमा भन्नुहुँदै थियो। अनि म आएर चाहिँ उहाँ आउनुभयो। त्यहाँबाट आउनु भएपछि म चाहिँ त्यहाँबाट लागेँ बाइकमा है, उहाँको पछाडि बसेर। चिसो थियो है। अनि हामी चाहिँ यहाँ संसारैबाट चाहिँ बिर्तामोडतिर जाँदैछौँ है, यता पूजाको लागि। दुईजना जाँदैछौँ हामी चाहिँ, उहाँ र म। तलनिर नानाको घरमा पूजा थियो, अन्त त्यहाँ जाँदैछौँ। एकदमै चिसो छ नि त है मौसम, आम्मामा एकदम चिसो। यता चाहिँ एकदमै 3 दिन भयो एकदम चिसो बढेको। चिसो बाइकको पछाडि बस्दाखेरि त आम्मामा हावा यस्तो चिसो आइरहेको थियो। टक्क हामी चाहिँ बिर्तामोड लागिसक्यौँ है। जाँदा हेर्नुहोस् बिर्तामोडको एकदमै सुन्दर भिडियो है, एकदम राम्रो छ, हेर्नु होला। तपाईँहरू कताबाट हेरिदिनुहुन्छ है, लाइक पनि गर्नु होला अनि कमेन्ट गर्नु चाहिँ नभुल्नु होला, कताबाट हेरिदिनुहुन्छ है। यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। एकदमै यो चाहिँ बिर्तामोडको भित्र है, एकदमै राम्रो। हामी चाहिँ यहाँनिर एकदम अब लामालाको दोकानबाट सामान लानुपर्ने छ नि त, त्यही भएर उहाँको दोकानतर्फ लाग्दैछौँ हामी है। अनि यता चाहिँ अब माता मन्दिर छेउमा छ नि त उहाँको दोकान चाहिँ। अन्त त्यहाँबाट चाहिँ सामान लगेर अनि हामी चाहिँ स्याब्देन जानुपर्ने छ है। यहीँ हो है उहाँको दोकान चाहिँ, यता माता मन्दिर ट्याक्कै घुम्ने ठाउँमै छ है, यो भित्रपट्टि पर्छ। तपाईँहरू आउनु सक्नुहुन्छ है। त्यहाँबाट पनि हामीले सामान लिएर चाहिँ लागिसक्यौँ है। यहाँ चाहिँ टक्क अब मेन रोड निक्लिने बाटो आउँदैछ। त्यहाँ बिचमा हामी चाहिँ यता लाग्दैछौँ है, गल्लीको बाटोहरू लाग्दैछौँ। एकदम चिसो छ है मौसम चाहिँ। तपाईँहरूकोतिर चाहिँ कतिको चिसो छ कमेन्ट गर्नु होला। हामी चाहिँ टक्क यहाँनिर मेन रोड निक्लिसकेका छौँ है। यता अब दाहिनेतर्फ भनेको दमकपट्टि, यता देब्रेपट्टि भनेको चाहिँ अब यता चाहिँ अब काकरभिट्टा पर्छ। अनि हामी चाहिँ त्यहाँबाट बिच सिधै उता लाग्दैछौँ। त्यहाँबाट अब तलसम्म जाँदैछौँ। हस्त धन्यवाद भन्दै